के तपाईको घरमा नानी बाबुहरू पढ्न मन गर्नुहुन्न? सधैँ झै झगडा कचिङ्गल मात्रै गर्नुहुन्छ? तपाईको घरको फ्यामिली सबैजनाको मनमुटाव भइरहेको हुन्छ? सुख शान्ति अमन चयन छैन भने तपाईहरुको लागि यो विधि हेर्नुस् है। एकदमै सजिलो विधि छ। तपाईहरुले एक प्याकेट यो नुन किनेर ल्याउनुस्। त्यसपछि कालो कपडा पनि आधी मिटर जति ल्याउनुस् र यो ल्याइसकेपछि तपाईले आफ्नो घरको भान्सामा मैले यहाँ कसरी सफा गरिरहेको छु त्यसैगरी एक ठाउँमा सफा गर्नुस्। यो विधि चाहिँ तपाईले खाना खाइसकेर बेलुका सुत्ने बेलामा मंगलबार वा बुधबारको दिन बेलुकी राति गर्नुहोला। हेर्नुस् है त। अनि त्यसपछि यहाँ यो नुन झर्छ भनेर तपाईहरुले यो पेपर अर्थात पत्रिका, मसँग पत्रिका नभएर यहाँ पेपर राखेको छु है। यसरी पेपर राख्नु होला। त्यसपछि माथिबाट कालो कपडा राख्नुस् र त्यसमा एक प्याकेट पुरै प्रयोग नभएको नफुटेको नुनलाई खनाएर सर्लक्क घुमाएर राखिदिनुस् र यसरी राखिदिइसकेपछि बेलुका छोडिदिनुस् र बिहान उठेर यसलाई तपाईले पोको पार्नुस्। एउटा झोलामा हालेर नुन एउटा पनि झर्न नदिकन सबै झोलामा हालेर लगेर यसलाई फालिदिनुस्। तपाईले यहाँ बुझ्नुपर्ने कुरा के छ भने बेलुकी यो ठाउँमा कसैले पनि क्रस गरेर नहिन्नु होला। दायाँ बायाँ माथिबाट यताउति कोही पनि यहाँ जानु हुँदैन। यो नुनमा तपाईको घरमा भएको नेगेटिभ ऊर्जाहरू रातभरिमा सबै भेला भएर बसेको हुन्छ। नराम्रो तत्त्वहरू वास्तुशास्त्र अनुसार नराम्रो तत्त्व यसमा भेला भएर बस्छ। त्यसपछि यसलाई लगेर तपाईले घरदेखि धेरै टाढा परसम्म पुर्याउनुस् र खाली ठाउँ खोजेर खाली ठाउँमा फालिदिनुस्। यो विधि तपाईले महिनामा एक पटक गर्नुस्। मात्र महिनामा एक पटक गर्दै हेर्दै जानुस्। अवश्य तपाईको घरमा सुख शान्ति अमन चयन झै झगडा कचिङ्गल यी सबै हटाएर लिएर जानेछ। नानी बाबुहरूलाई पनि पढ्न मन लाग्ने, ध्यान पढाइमा ध्यान जाने हुन्छ। यो साधारण र सिम्पल विधि यो सबैले गर्न सक्नुहुन्छ। तपाईहरुले प्रयोग गरेर हेर्नुस्। आखिर यसमा कुनै ठुलो खर्च छैन साथीहरु। मैले भनेको छु है। यति गरेर हेरेपछि तपाईको राम्रो भयो भने त भइ त गयो नि साथीहरु। यसमा कुनै ठुलो खर्च छैन। गर्दा के फरक पर्छ? गरौँ। यति गर्दा हुन्छ भने गर्नुस्, फाइदा लिनुस्। यसबाट हुने बेनिफिटहरू धेरै छन्। नुनमा नराम्रो तत्त्वहरू आएर बस्छ। त्यसलाई तपाईले लगाएर फालिसकेपछि बिस्तारै तपाईको घरमा शान्ति छाउँछ साथीहरु।